हेलो साथीहरू, नमस्ते सबैजनालाई। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। आज चाहिँ म न्यू ब्लगको साथ तपाईँहरूसँग उपस्थित भइसकेको छु। म चाहिँ डोको बोकेर घाँस काट्न जान लागेको साथीहरू। केको घाँस पाउँछ त्यही घाँस काटेर आउने हो साथीहरू। अरू पनि छन् साथीहरू। ए हाई गर सबैजनाले। ओइ हाई गर न मन्सा, हाई गर। रिमा दिदी हाई गर्नु। ढोक्क बोकेर घाँस काट्न जाँदैछौँ गाईहरू हामी चाहिँ। त्यहाँ आरू पनि छ, आरू पनि खान्छौँ। आज आरू हेर्नु जानु लाग्यो कस्तो छ भन्ने कुरा अब देखिन्छ। ल यहाँ चाहिँ जुका आयो रे साथीहरू। ल जुका पनि यस्तो आउँछ। फाल्दिने हामीले टिप्दै फाल्दै। ल जुका टिप्दै फालिदिँदै गर्छ अरे साथीहरू। डराउँदैन जुकासित। साथीहरू हामी यस्तो बाटो हिँड्छौँ, यस्तो बाटो। यो पातहरू सोरे भए त हिँड्न सजिलो हुन्थ्यो होला नि, होइन? दुईजना उहाँ पुगिसक्नुभयो। एकजनाले चाहिँ डोकोमा काट्दै काट्दै उहाँ पुग्ने, अनि त्यसपछि काट्दै काट्दै घर पुग्यो। ठ्याक्क डोको भरिन्छ भनेर काट्दै हिँड्दा जुका तिमीहरू पखन एकछिन, पखन जुका फाल्न त जाऊ। ओहो आरू खाना भनेर अन्त डोकै फालेर हामी चाहिँ डोको चाहिँ यसरी राख्यौँ। अनि यहाँ आरू टिप्छौँ अब हामी साथीहरू। आरू नुन खुर्सानीसित अब टक्क खाने हो, होइन? नुन खुर्सानीसित काटेर चोप्ने, टक्क खाने। त्यो भाइरल बनायो नि। ल हामी चाहिँ अब आरू खान्छौँ साथीहरू। नुन खुर्सानी यहाँ छ, आरू काटिसक्यौँ। यसरी चोपेर अलिक धेरै चोप्नु पर्यो, होइन? खाए ल। मार्यो गुल्टो ठुलै पछाडि आएर बसेको। म पछाडि आएर त मलाई लाग्यो भाउ। साथीहरू हामी चाहिँ आरू पनि खाएर सक्यौँ। घर लानलाई रेडी बनाउँछौँ, त्यहाँ छ। अब चाहिँ हामी घाँस काट्छौँ साथीहरू। बला यति बनाए घाँस। यस्तो जङ्गल झाडीभित्र खोज्नुपर्छ। जुदा यस्तो बादल लगाएर चाहिँ कस्तो हुन नदेखेको। ए मनिषा कहाँ हो? उसले अझै आरू खाँदैछ साथीहरू। मेरो डोको चाहिँ बल्ल बल्ल भरियो। कति थोक घाँस काटेछु साथीहरू मैले। माथि चाहिँ अलिकति डाले घाँस पाएँ, अनि डाले घाँस हालेर भराइदिएँ। अब हामी घर जान्छौँ। घाँस बोकेर आइसक्नु भयो मनिषाज्यू। बोक्नै सकेन।
कति राम्रो देखेछ सबैजनालाई भारी बोक्दाखेरि हालत भयो खोइ यहीं इधर देखा है ना बिचरा छ्या टिकटक है सलाम वालेकुम भोन जानु है फाइनली साथीहरू हामी चाहिँ घाँस काटेर आयौँ साथीहरू पनि उता जानुभयो हामी चाहिँ घर आइले हजुरलाई चाहिँ यति नै साथीहरू बाई बाई सबैजना लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला